हा 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 यो बाटोमा चाहिँ कतै रात पर्छ भनेर हिजो हाम्रो खासमा हामी हिजो राराको यात्रा चाहिँ कस्तो भनेपछि चाहिँ हामी सिजा कनका सुन्दरी मात्र त्यहाँ दर्शन गर्ने अनि अब 1-2 दिनमा फर्किने भन्ने हाम्रो पूर्ण प्लान थियो। अनि नागमादेखि हिँडिसके पछाडि चाहिँ अलि बिच बाटोमा चाहिँ जोस आयो, रारै गइदिउँ भन्ने भयो अकलको र मेरो। अनि फेरि हामी रारै आइदियौँ, चार्जर केही नबोकेर मजाले रारै पुग्यो। अनि उहाँ दाइहरूको ग्याङ र हामी हिजो एउटै होटलमा बस्यौँ, खुब रमाइलो भयो उहाँहरूसँग, एकदमै रमाइलो भयो। अहिले चाहिँ यस्तो मजा आइरहेछ यहाँ चाहिँ, यस्तो मजा आइरहेछ यहाँ। आँखाको बिचले भ्याउन सक्दैन, फोटो खिच्नु पर्ने है, यहाँबाट त अलिक क्लियर नदेख्दो रहेछ। अब यता घाम लागेकोतिर जाम, त्यहाँ चाहिँ झन् दामी हुने हो, घामले तातो पनि दिने हो। यताबाट आउनु अलिक चिसो पनि छ। होइन यो यतै नै आउन खोजा हो, ऊ साथी नपाएर हामीहरूसँगै आएको खासमा। पुरै तुसारो छ, यहाँको हावामा यस्तो इनर्जी छ, यस्तो बवाल यो हावा, यहाँको कर्णालीको त स्वादै फरक हो कि। हा 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 हा, यो कुकुर पनि हामीसँग सल्लेरीबाट आयो। अकल त्यहाँ छ, उफु उफु पर हात त पुरै धन्न यो दुईटा ज्याकेट लगाइएछ, एउटा विन स्वेटर यो ज्याकेट। तालमा अझ घामै लाग्छ छैन, आधा भाग मात्र घाम लाग्छ। यो